विक्रम सम्मत 2064 सालमा स्थापित मिडिया एन्ड इन्टरटेनमेन्ट प्रालिका सञ्चालकद्वारा प्रवर्तित मिडिया कम्पनी हो पावर इन्टरनेसनल मिडिया नेपाल प्रालि टिम नेपाल। पावर न्युज राष्ट्रिय मासिक पत्रिका र नेसनल पावर न्युज.com को सहकार्यमा कम्पनीले नेसनल पावर न्युज एजुकेसन अवार्ड 2017, नेसनल पावर न्युज म्युजिक अवार्ड 2018 लाई भव्य रूपमा सम्पन्न गरिसकेको छ। ढुङ्गे युग, बिरानो माया, कुइनेटो, दुर्गा मान्जो, ढुङ्गे युग 2, गढीमाई 2066 जस्ता चलचित्र र डकुमेन्ट्रीहरूको निर्माण गरिसकेको कम्पनीले 2 दर्जनभन्दा बढी म्युजिक भिडियो र सोही संख्यामा वृत्तचित्र समेत निर्माण गरिसकेको छ। कम्पनीले नेपालमा पर्यटन प्रवर्धनका लागि टेलिभिजन कार्यक्रमहरू उत्पादन तथा प्रसारण समेत गर्दै आइरहेको छ। नेपालको पर्यटन प्रवर्धनमा उल्लेखनीय भूमिका खेल्न सायद सिद्ध भनिएका वृत्तचित्र फिल्मका मेकरलाई अझ सशक्त रूपमा प्रवर्धनका क्षेत्रमा काम गर्न हौसला प्रदान गर्ने उद्देश्यले पावर इन्टरनेसनल मिडिया नेपाल प्रालि टिम नेपालले पहिलो पटक राष्ट्रिय रूपमा प्रथम टिम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल 2018 को आयोजना गरेको छ। वेलकम टु एमडी च्यानल, दिस इज सनेश र आज हामी जाँदैछौँ भृकुटी मण्डप, जहाँ चाहिँ हाम्रो हुस्ने दाजु, मेरो आफ्नै दाजु सर्ट मुभी स्क्रिप्ट राइटरको टप 3 मा पर्नुभएको छ। उहाँलाई यो भिडियोदेखि धेरै धेरै कङ्ग्रेचुलेसन्स र टप 3 मा पर्नुभएको छ, नोमिनेसनमा पर्नुभएको छ। आशा छ जित्नु हुनेछ उहाँले। र हामी अहिले भृकुटी मण्डपतिर लाग्दैछौँ र अहिले बजिसकेको छ 1:30 बजिसकेको छ। 12 देखि बजेको सो थियो र हामी लेट भइसकेको थियो कि कलेज यता अब सबै भ्याउनु पर्यो है। एमडीको च्यानलमा हजुरलाई एकदमै स्वागत छ र अहिले हामी भृकुटी मण्डपतिर लाग्दैछौँ। लेट्स गो डियर। एन्ड फाइनली हामी पुगिसकेको छौँ नेपाल टुरिज्म बोर्डमा, जहाँ चाहिँ हाम्रो दाजु टप 3 स्क्रिप्ट राइटिङको टप 3 सर्ट मुभीको टप 3 स्क्रिप्ट राइटिङ नोमिनेसनमा पर्नु भएको छ। आशा छ जित्नेछ र मसँग मेरो भतिज हर्षित छन्। राति समयभन्दा यो सिनेमा देखाउने क्रममा, डकुमेन्ट्री फिल्म देखाउने क्रममा अलिकति ढिला भयो। अब चाहिँ औपचारिक कार्यक्रम सुरु गर्छु। नमस्कार, म माधव खरेल, पावर इन्टरनेसनल मिडिया नेपालको चेयरपर्सन। म यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। नेपाली डकुमेन्ट्री एवं सर्ट फिल्मका मेकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो र यस कार्यक्रमबाट पक्कै पनि डकुमेन्ट्री फिल्म मेकरहरू लाभान्वित हुनु नै हुनेछ। उहाँहरूले प्रोत्साहन भयो यदि हामीले गर्न सक्यौँ र हामीले प्रोत्साहन गर्दा उहाँहरूले अझ धेरै काम गर्न सक्नुहुनेछ भन्ने हामीले विश्वास लिएको छु। र म यो कार्यक्रमलाई बेसिकली हामीले अवार्डको फर्मेसन जसरी नै गर्छौँ त्यसरी नै गर्छौँ। हामी यहाँ सबैजना अतिथि छौँ। हामीले प्रमुख अतिथि र एउटा औपचारिकता लागि सभापतिलाई आसन ग्रहण गराउँछौँ, अन्य हामी सबैजना अतिथि हौँ र हामी अब कार्यक्रमलाई विलम्ब नगरिकन कार्यक्रमलाई अघि बढाउन चाहन्छौँ। प्राविधिक मित्रहरूले यो अलिकति व्यवस्थित गराइदिनु होला र म कार्यक्रमको अब औपचारिकतातिर जान्छु। कार्यक्रमको अध्यक्षता एवं सभापतित्व गरिदिनु हुन यस फेस्टिभल टिम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभलका चेयरम्यान अध्यक्ष श्री कमला जोशीजीलाई हार्दिक अनुरोध गर्दछु। सभापति आसन ग्रहण गरिदिनु होला। र यहाँ चाहिँ आजको लेक्चरहरूको कार्यक्रममा चाहिँ 1 बजेदेखि 2 बजेसम्म इन्टरेक्सन अन नेसनल साइकलिस्ट एसेम्ब्ली वर्ल्ड बाइसाइकल फोरम 2020 साइकल सिटी नेटवर्क नेपाल भनेपछि नेसनल साइकलिस्ट एसेम्ब्लीको साइकल कन्टेस्ट जस्तो लाग्यो मलाई। 2020 को लागि फोरम अब वर्ल्ड 2020 मा हुन गइरहेको बाइसाइकल रेसमा सायद त्यसको लागि हो जस्तो मलाई लाग्यो। नोटिस बोर्डमा लेखिएको छ, नोटिस बोर्डमा अन्तिम नतिजा भिजिट नेपाल 2020 चाहिँ नेपालको एकदमै 2020 मा चाहिँ वर्ल्डदेखि नै प्लिज कम। सर्वोत्कृष्ट लेखकको घोषणा गर्ने अभिभावक बनेको छ। यो अति भयो चलचित्र र
अलिकति मेरो आँखा कमजोर हो, चस्मा लाइने छु। पछाडि चाहिँ आजाद छ। के हो? हुस्ने आजाद। मैले यो अलिअलि हुस्ने त आजाद सचेत अति भोबाट लेखकको रूपमा उहाँको माला चुटेको छ, अर्को माला साथीहरू हुस्ने त आजादजीलाई डक्टर हुस्ने त आजाद उहाँ प्राविधिकतर्फ डक्टर हुनुहुन्छ, कृषिमा डक्टर गर्नुभएको छ, उहाँले पिएचडी गर्नुभएको छ। डक्टर हुस्ने त आजाद उहाँलाई धेरै धेरै बधाई छ। त्यसै गरी अर्को एउटा जुरी अवार्ड छ, यो लगिदिनु होला। एन्ड फाइनली अघि भनेको कुरा हाम्रो हुस्ने दाजु, मेरो दाजु, उहाँले अवार्ड बेस्ट स्क्रिप्ट अवार्ड 2018 डकुमेन्ट्री फिल्मको लागि जितिसक्नु भएको छ। केही भनिदिनुहोस् दाजु। मैले यस्तो छ, मैले 12-13 वर्षदेखि सर्ट मुभीहरूमा लङ मुभीमा स्क्रिप्ट लेख्दैछु र सर्ट मुभी मेकिङ पनि एज अ डाइरेक्टर पनि गरिरहेको छु। अनि धेरै कति त मैले अब सर्ट मुभीहरू आफूले डाइरेक्सन गरेको थोरै युट्युबमा हालेको छु। अनि यो 2013-14मा बनाएको हो, फेस्टिभलमा फर्स्ट टाइम हालेको थिएँ। अति भयो हुने स्क्रिप्टको अहिले चाहिँ बेस्ट एवार्ड स्क्रिप्टमा पाएँ र मैले फ्युचरमा पनि सर्ट मुभी प्लस लङमा काम गर्दैछु। र मैले हालै म चाहिँ आफू स्क्रिप्ट राइटर मात्रै नभएर एज अ डाइरेक्टर पनि हो, सर्ट मुभी त उसको थिएटर आर्टिस्ट पनि हो। र अब म चाँडै लङ मुभीहरूमा पनि म केही उसमा आउँदैछु र अब सर्ट मुभीहरू पनि बनाउँदैछु। र आज इन्सपाइरेसन धेरै नै इन्सपायर भएको छु यो एवार्डबाट। विश यू अल द बेस्ट फर फ्युचर। थ्याङ्क यू ब्रदर, थ्याङ्क यू। एन्ड अब जाडो पनि बढ्दै गएको छ र ज्याकेट पनि लगाइयो। र जसरी मैले अघि नै भनेको थिएँ, 2-4 मिनट अगाडि भनेको थिएँ, दाई टप 3 नोमिनेसनमा पर्नु भएको छ। इन्साअल्लाह जित्नुहुन्छ, मैले प्रे गरेको थिएँ र जित्नु नै भयो। धेरै खुसी लाग्यो है। हाम्रो आफ्नो दाइले बेस्ट स्क्रिप्ट सर्ट मुभीको लागि बेस्ट स्क्रिप्ट भनेर जित्नु भएको छ। त्यो फोटोहरू चाहिँ मैले लास्टमा हाल्ने नै छु, यो भ्लगको लास्टमा हाल्ने नै छु। सोचेको आफूले चाहेको हाम्रो दाइले जितेकोमा निकै खुसी महसुस हुँदैछ। र यहाँ अहिले टुरिज्म बोर्डमा आइएको आउँदा चाहिँ निकै खुसी लाग्यो। नयाँ कुरा देख्न पाइयो, धेरै कुरा सिक्न पाइयो, हजुरलाई पनि केही देखाउन पाइयो। यो भिडियो मार्फत हजुरले पनि टुरिज्म बोर्डको बारेमा केही सिक्नुहुन्छ, केही नयाँ कुरा थाहा पाउनुहुन्छ भन्ने आशा छ, भरोसा छ। हजुरहरूको साथ निरन्तरता दिइराख्नुहोस्। वन्स अगेन हुस्ने दाजुलाई कङ्ग्रेचुलेसन्स, बेस्ट स्क्रिप्ट राइटर अफ 2018 सर्ट मुभिज डकुमेन्ट्री फिल्मको लागि वन्स अगेन कङ्ग्रेचुलेसन हुस्ने दाजु। सबैले हुस्ने दाजुलाई कङ्ग्रेस भनिदियो। मेरो तर्फबाट धेरै धेरै कङ्ग्रेचुलेसन हुस्ने दाजु। र यतिको साथ बाई बाई। माई नेम इज सनेस, यु आर वाचिङ एमडी भ्लग। बाई बाई, सी यु इन नेक्स्ट भ्लग।